ओके फाइनली चाहिँ हाम्रो पिकनिकको लागि हाम्रो साथीहरूले सामान टन्नै बोकेर निस्किरहेको छौँ। अब भोलि पर्सि होइन, पर्सि चाहिँ पिकनिक हो हाम्रो बिहिबार। ल हाम्रो डोम दिदी ए 4जना, अब 1जना चाहिँ आज ड्युटी छ मेरो। हामी 3जनाले झोल्यो। नेपाली कतिको सपिङ गर्यो पिकनिकको लागि? 4-5 हजार त्यस्तै। ल साथीहरू अब हाम्रो पिकनिक कस्तो हुन्छ अब देख्छ आएका सबैले झोलामा लिएर हिँड्नेछौँ। अनि ल चाँची त अब बोकिहाल्छ नि। यो चाहिँ मार्केटबाट अब रुमतिर जाँदैछौँ पर्सिको लागि पुरा रेडी भएर। अझै किन्नु छ धेरै कुराहरू। आज 660 को अस्तिको त्यहाँ बिल हेर्नु छ। त्यसपछि अब भोलि त अब 200 को सामान चाहिँ अब किनिसक्यो। अब हेरौँ हाम्रो पिकनिक कस्तो हुन्छ।